मैले प्रत्येक भिडियोमा भन्ने गरेको छु साथीहरूलाई, यो हाम्रो सिनो हाइड्रो कम्पनी हो, चाइना कम्पनी, खाना बस्न कम्पनीको छ। तिनको 2 घन्टा ओभरटाइम लाग्छ। लेबरको 90 केटी, मेसन कार्पेन्टरको 110 केटी स्यालेरी छ। तपाईहरुलाई प्रत्येक भिडियोमा भनेको छु मैले। धेरै साथीहरूले कमेन्ट गर्छ, वायद भिडियो बनाछ, कमिसनको चक्करमा लागेछ भन्ने कुराहरू गर्नुभएको छ साथीहरूले। यदि तपाईहरुलाई भिडियो हेरेर ठिक लाग्छ, सम्पर्क गर्नु मन लाग्छ भने गर्नुस्, गर्नु मन लाग्दैन भने नगर्नुस्। किनकि अहिले पनि धेरै साथीहरू छन् कहाँ गएर एप्लाई गर्ने, कसो गर्ने होला, प्रदेश जान पर्ने, यहाँ बसेर ठिक भएन भन्ने साथीहरू अहिले दुर्गम क्षेत्रहरूमा धेरै छन्। अहिले केही सहज होस् ती साथीहरूलाई भनेर चाहिँ मैले यो भिडियो बनाएको हो। हिजो मलाई पनि यही अवस्था थियो। आज केही साथीहरू चाहिँ 1-2 देश खायो भन्दैमा चाहिँ तपाईले सबै कुरा मैले मात्रै जानेछ भन्ने नसोच्नु होला।